अहिलेसम्म एउटा नेता पनि बस्दिनँ छिमेर हजुर हाम्रो मैले मिडिया मार्फत नि हजुरलाई भनेको मेरो गाई छ मैले कतै जानु पाइनँ मलाई यो बाँच्नु गाईको घर भत्काने गाईको गोठ नभत्काइदिनुहोस् प्लिज मलाई यो चाहिँ पाल्न दिनुहोस् म रोडमा बस्छु भन्दाखेरि मलाई कसैले छिन् काम लाग्दैन मैले मिडिया मार्फत नै भनेको छु अहिले ठुलो गल्ती गरेँ हजुरलाई यसपालिलाई अब पहुँच्यो भने अहिले नि पहुँच्यो भने म हजुरको त्यसको लागि होइन म त्यसको लागि होइन होइन म एउटा मान्छे हुँ तपाईँ एउटा मान्छे हुन्छ मान्छे जस्तै गरेर हजुर यो एउटा मान्छे भएर मात्रै म आएको हजुर मान्छे नै हो मान्छे होइन भगवान हो हाम्रो लागि यतिखेर हामी चिल्ली र दिल्ली बसेको ठाउँमा हजुर आएर यहाँ हामीलाई भेट्यौँ नि हामी एकदम खुसी छौँ यो गाईको पाप भएर मलाई केटी बरु त्यहाँ हुन्छ मेरो यो हिजो पत्र थियो मेरो नातिले के भन्छ भने बाबा मेरो घर त भत्कायो यो स्कुल चाहिँ किन भत्काएको त मेरो अधिकार छैन बाबा भनेर कति पाल हजुर म मर्छु झुन्डेर भन्छ यहाँ आला 5 वर्षको 10 वर्षको नाति छ हजुर यस्तो हजुर आइदिनु भयो म 13 वर्षको हामी छौँ म छु है कुरा बुझ्नुभयो नि हरेस नखानु ल दुःख लाग्छ त्यही हो हजुर जस्तो यतिखेर प्रधानमन्त्री भइदिए भए हामीले धेरै रात पाइने त सर हामीले पाइएन जानेनन् जनताले जानेनन् मेन जनताले नै घात गरिदिए यति हो हजुर तपाईँको त्यो सम्पर्क नम्बर यहाँ सम्पर्क नम्बर दिइराख्नु हजुर म हामी पनि यहीँको होइन उहाँ लिनु न जति सक्नु लिनु हाम्रो नम्बर